अ, नमस्ते, मेरो नाम सौहार्द जोशी। बाढी पूर्वानुमान महाशाखामा चाहिँ हाइड्रोलोजिस्टको रूपमा कार्यरत छु। हाल चाहिँ म तपाईँलाई रसुवागढी बाढीको चाहिँ केही अपडेट लिएर आएको छु। अहिले तत्काल भन्नुपर्दा 11:50 तिर चाहिँ मलेखु रसुवागढीको बाढी चाहिँ मलेखु आइपुगेर चाहिँ हाम्रो स्टेसन फुर्के खोलामा रहेको स्टेसनले चाहिँ 10.8 मेजर गरेको छ र त्यस लगत्तै चाहिँ हाम्रो स्टेसन समेत पुल पनि बगाएको अवस्था छ। त्यसैगरी अब हाम्रो डाउनस्ट्रिम तल्लो तटीयमा रहेको सबभन्दा नजिकको केन्द्र भनेको चाहिँ कालीखोला, जुन चाहिँ मलेखुबाट चाहिँ करिब 1.5 घन्टा 40 किलोमिटर र बाढी त्यहाँ आइपुग्न चाहिँ 1.5 देखि 2 घन्टा लाग्ने गरेको छ। र त्यो हिसाबले चाहिँ कालीखोला नजिक चाहिँ अबको आधीदेखि पौने घन्टा, साढे पौने 2 सम्ममा चाहिँ बाढी आइपुग्ने जस्तो देखिन्छ। त्यसैगरी त्यसको तल्लो तटीयमा चाहिँ हाम्रो देवघाटमा हाम्रो केन्द्र रहेको छ, जुन चाहिँ कालीखोलाबाट 30 किलोमिटर तल देखिन्छ। त्यो अनुसार चाहिँ अझै 1.5 घन्टा कुल मिलाएर अहिलेको चाहिँ 45 आधी घन्टादेखि 45 मिनटमा चाहिँ कालीखोलामा नजिक बाढी आइपुग्ने देखिन्छ र त्यसको 1.5 देखि 2 घन्टा चाहिँ देवघाटमा चाहिँ बाढी आइपुग्ने देखिन्छ। अब यसको क्षमता, यसको जोखिमको क्षतिको हिसाब गर्नुपर्दा चाहिँ माथिको जतिको चाहिँ यसको म्याग्निट्युड नदेखिए पनि अहिलेसम्म चाहिँ तल्लो तटीय आइपुग्दा चाहिँ यसको क्षति गर्ने सम्भावना उत्तिकै रहेकोले हामी जुन बिहानको जोखिमको अवस्थामा थियौँ, उत्तिकै जोखिमको अवस्थामा हाल रहेका छौँ। त्यसकारणले चाहिँ तल नदी छेउछाउ आसपास रहेका सम्पूर्णले चाहिँ बिहानकै जसरी हामीले जुन जोखिमको अवस्थामा बसेका छौँ, त्यत्तिकै उच्च सतर्कतामा चाहिँ बसिदिन हुन हार्दिक अनुरोध गर्छु। तल्लो तटीय क्षेत्रको मान्छेले के गर्नु? तल्लो तटीय क्षेत्रमा चाहिँ अब नदी आसपास जाने कुरै भएन, त्योभन्दा पनि आफू नजिकको छेउछाउ हुनुहुन्छ भने तत्काललाई चाहिँ नदी छेउछाउ नजाने र अब आउने हाम्रो 1 घन्टा आधी 1 घन्टामा चाहिँ हामीले पुनः एकचोटि चाहिँ कालीखोलामा हाम्रो बाढीको अवस्था के रहन्छ त्यो अनुसार चाहिँ पुनः एकचोटि हामीले एसएमएस गर्ने वाला छौँ। त्यो एसएमएस अनुसार चाहिँ एक्ट गर्नु होला। त्यसै गरी 1155 को 2 मा चाहिँ बाढी पूर्वानुमान महाशाखाको फोनमा गरेर तत्काललाई चाहिँ जानकारी प्राप्त गर्न सक्नुहुन्छ। सरकारवाला निकायहरूले के गर्नु? सरकारवाला निकायहरू चाहिँ बिहानदेखि नै सबै स्ट्यान्ड बाईमा हुनुहुन्छ, त्यसरी नै काम गरिरहनु भएको छ र विपद सम्बन्धी क्षति सम्बन्धी जानकारी छ भने 1 2 3 4 मा समेत सम्पर्क गर्न सक्नुहुन्छ र बाढी पूर्वानुमान आफ्नो क्षेत्रमा बाढी कतिखेर आइपुग्छ, क्षति हुन्छ कि हुँदैन, यो सम्बन्धी जानकारी हजुरलाई चाहिएको छ भने 1155 को 2 नम्बरमा चाहिँ हामी 24 घण्टे सेवामा छौँ र फोन गर्न सक्नुहुन्छ। हस् त।